कांग्रेसमा जेनजीहरूको माग समर्थन हुने उद्देश्य देखिरहेछ। एकदम देखिरहेछ। कांग्रेसमा आफैमा एउटा एकता नदेखिएको भन्ने कुरा आइराखेको छ। यो अनिलजी, तपाईको उम्मेदवारी स्पेशली पर्सा क्षेत्रमा तपाईँ जित्यो भने तपाईको मेन बुदाहरू, विकास एजेन्डाहरू के छ र अबको दिनमा के कुरालाई चेन्ज ल्याउन सकिन्छ र आज पार्टी अध्यक्षज्यूले तपाईलाई यो रुख बचाउने अभियानमा जुन दिनुभएको छ, के यो सूर्य, घण्टी, छाता र हल्लुबाट बचाउनको लागि एकदम तपाईँ यति ढुक्क हुनुहुन्छ कि पर्साको युवा र जेनजीको साथले गर्दा चुनाव स्वतः जितिन्छ भने ढुक्क हुनुहुन्छ? त्यो चुनाव त जितिएकै छ, त्यसमा केही छैन। यहाँ जुन सलबलाइराखेको तस्करहरू छ, जुन अहिले बोर्डर एरियाले सुरक्षित भएको छ नि, यो मुद्दा परिवर्तनको दोस्रो नाम नै कांग्रेस रहेछ। झोले हिसाबले देखिन्छ, अरूको मुखबाट भन्न मिल्दैन। झोले। नमस्कार अनि स्वागत छ दर्शकबिन। यतिखेर युटिभी नेपालमा हामी आइसकेको छौँ र फ्रेममा हेर्न सक्नुहुन्छ समाजसेवी व्यापारी अनिल कुमार रुङटाज्यूलाई यस युटिभी नेपालमा स्वागत गर्न चाहन्छु र उहाँको उम्मेदवारी क्षेत्र नम्बर 1 बाट नै किन र सानो आफ्नो विश्लेषण गरिदिनको लागि अनुरोध गर्दछु। मेरो उम्मेदवारी 1 नम्बर क्षेत्रबाट वीरगञ्ज जस्तो महत्त्वपूर्ण सहर जुन नेपालकै आर्थिक राजधानी कहलाउँथ्यो र नेपालकै एउटा औद्योगिक नगरीको रूपमा चिनिन्थ्यो र वीरगञ्ज एउटा ऐतिहासिक नगरी पनि हो राजनीतिक रूपले। यी सबै गौरवहरू हामीहरू गुमाइरहेको अवस्थामा अनुभूति गरेका थियौँ। ती कुराहरूलाई पुनर्स्थापित गर्नको लागि मेरो यो उम्मेदवारी हो। विकास सँगसँगै हामीको यहाँको गौरवशाली इतिहास, एउटा राजनीतिक इतिहास पनि छ, आर्थिक इतिहास पनि छ। त्यो दुवैलाई यहाँ पुनर्स्थापित गर्दै यहाँका जुन बेरोजगारहरू विदेश गइरहेछन्, बेरोजगारहरू विदेश जाने काम बढ्दै गइरहेको छ, त्यस क्रमलाई रोक्नको लागि पनि मेरो उम्मेदवारी हो। अनिलजी, तपाईँले जुन अहिलेको उम्मेदवारी दिनुभएको छ, आज यो जेनजीले गर्दा यो प्रकारको एउटा परिस्थिति सिर्जना भएको रहेछ र यस्तो बेस्ट बेलामा पनि कांग्रेसले जुन एउटा समर्थन देखाएको छ, हाम्रो पार्टी अध्यक्ष, तपाईँ पार्टी अध्यक्षज्यूको पनि एकदम निकट मान्छे र आज वीरगञ्ज जस्तो ठाउँमा तपाईँको त्यो लेभलको पकड छ र यो जेनजी आन्दोलनले गर्दा यो भयो। तपाईँहरूको कांग्रेसमा जेनजीहरूको माग समर्थन हुने उद्देश्य देखिरहेछ? एकदम देखिरहेछ। सबैभन्दा ठुलो कुरो के छ भने अहिलेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा नयाँ नेतृत्व आयो। नयाँ नेतृत्व जेनजी बुझेको र आफै जेनजी जस्तै काम गरिरहेको व्यक्तित्व अहिले चाहिँ पार्टीको सभापति हुनुहुन्छ। उहाँले जेनजीको मनोभावना बुझ्नु भएको छ र साथसाथै पार्टीको पनि विरासत, पार्टीको पनि एउटा परम्परालाई उहाँले राम्रोसँग बुझ्नु भएको छ। किन विगतमा उहाँ महामन्त्री जस्तो पदमा उहाँ बसिसक्नु भएको छ। त्यस कारणले उहाँले अहिलेको समयमा वर्तमान स्थितिलाई, राजनीतिक स्थिति, आर्थिक स्थिति, सामाजिक स्थितिलाई उहाँले राम्रोसँग बुझ्नु भएको छ। त्यस कारणले उहाँको अहिलेको नेतृत्व आउने दिनहरूमा एकदमै राम्रो, देशको लागि भलो हुने, देशको विकास सँगसँगै यहाँका जेनजीका मनोभावनाहरू र उहाँका चाहनाहरू पुरा हुने, जनताका परिकल्पनाहरू पुरा हुने एउटा उहाँसँग एउटा खाका छ। त्यो खाका अनुरूप यदि काम हुन सक्यो भने, किनभने यदि हामीले अब अहिलेको समयमा धेरै कुराहरू पनि मिलाउनु पर्नेछ र सारा कुरा मिलाउने उहाँ सामर्थ्य हुनुहुन्छ र त्यस कारणले मलाई के लाग्छ भने उहाँ सामर्थ्य व्यक्ति भएको हुनाले उहाँले राम्रो परिणाम र रिजल्ट दिनुहुन्छ। यसमा हामी सबै ढुक्क छौँ। अनिलजीको बारेमा यो पर्साबाट बुझ्दाखेरि उहाँलाई 7 पुस्ता पुग्ने भन्दा पनि यथा सम्पत्ति भएको समाजसेवी व्यक्ति, व्यापारी रूपमा पनि एकदम अब्बल व्यक्ति र हजारौं भन्दा बढी युवाहरूलाई रोजगारमूलक बनाउने व्यक्ति। यो राजनीति उहाँको आवश्यकता हो कि प्रेरणा हो? हैन, यो वास्तवमा यो मेरो प्रेरणा नै हो। म वास्तवमा नेपाली कांग्रेसको विचार, बिपीले प्रतिपादित गरेको विचारप्रति म एकदमै आकर्षित भएर यो पार्टीमा लागेको हो। यो पार्टीका सबैभन्दा, यो पार्टीमा गरी खानेदेखि लिएर गरिब जनताको पनि यो पार्टीमा सबैको मतलब यो पार्टीभित्र सबै अट्ने पार्टी भएको हुनाले यो पार्टीको आफ्नो एउटा विशेषता छ, एउटा विशेष खालको एउटा आफ्नो इतिहास पनि छ र परिचय पनि छ।
त्यस कारणले यो पार्टीको माध्यमबाट जनताको सेवा गर्ने, जनता बिचमा जाने, जनताको समस्यालाई दूर गर्ने, यो नै मेरो चाहना रहेको छ। र यस कारणले मेरो आवश्यकता भन्दा पनि यो मेरो राजनीतिक भन्दा पनि यो समाजलाई सेवा गर्ने र कहीँ न कहीँ आफ्नो राम्रो गरेर आफ्नो कुनै कुराहरू सिकेका कुराहरूलाई राजनीतिकमा लगाएर राजनीतिबाट त्यसलाई स्थापित गरेर विकासको माध्यमबाट अगाडि बढ्ने नै मेरो लक्ष्य। काङ्ग्रेसमा आफैमा एउटा एकता नदेखिएको भन्ने कुरा आइराखेको छ, यो कतिको सत्यता छ र यो बारे के भन्न चाहनुहुन्छ? एकता छ अहिले। यसले किन एकता छ भने अहिलेको समयमा अहिले पार्टी सिङ्गो छ, त्यस्तो कुनै पनि तपाईँहरू सामाजिक सञ्जालबाट त्यस्तो कुनै हामीहरू बिचमा एकता नभएको कुराहरू आएको छैन। त्यस कारणले यसले एकता छ, एकता पनि छ र आउने दिनमा अब यो पार्टीलाई अझ एकताबद्ध गर्न पनि जरुरी छ। र अहिलेको समयमा मलाई लाग्दैन, किनभने तपाईँ पनि मेरो क्षेत्रमा हेर्नुभयो भने सिङ्गो नेपाली काङ्ग्रेस एक ढिक्का छ, एकतामा हामी सबै कार्यकर्ताहरू उभिएका छौँ। त्यस कारणले हाम्रो अहिलेको कुनै पनि किसिमको असमझदारी या कुनै पनि किसिमको आपसमा त्यस्तो मतभेद छ जस्तो मलाई लाग्दैन। अनिलजी, तपाईँको उम्मेदवारी स्पेसली पर्सा क्षेत्रमा तपाईँ जित्यो भने तपाईँको मेन बुदाहरू, विकास एजेन्डाहरू के छ र अबको दिनमा के कुरालाई चेन्ज ल्याउन सकिन्छ? र आज पार्टी अध्यक्षज्यूले तपाईँलाई यो रुख बचाउने अभियानमा जुन दिनुभएको छ, के यो सूर्य, घन्टी, छाता र हल्लुबाट बचाउनको लागि एकदम तपाईँ हुनुहुन्छ? यसमा सबभन्दा ठुलो कुरा हामी दुईवटा पाटोबाट यसलाई सोच्नुपर्छ। पहिलो पुराना पार्टीहरू र अहिले नयाँ पार्टीहरू। पुराना पार्टीहरू नेपाली काङ्ग्रेस बाहेक कुनै पनि पार्टी अहिले जनताको प्रिय र जनतामुखी हुन सकेको छैन। किनभने एमालेको पनि कुरा गर्ने हो भने एमालेमा पनि त्यही नेतृत्व छ र एउटा किसिमको त्यस पार्टीभित्र पनि धेरै मतभेदहरू भएको कुराहरू तपाईँहरूलाई थाहा नै छ। त्यस कारणले एमालेमा मतभेद र एक किसिमको पुरानो नेतृत्वले काम, पछिल्लो सरकारले पनि राम्रो काम नगरेको कुरा हामीलाई सबैलाई थाहा नै छ। अब अरू पुराना पार्टीहरूले अब आजको दिनमा धेरै राम्रो काम, धेरै मतलब राम्रो नतिजा लिएर आउँछ यो निर्वाचन भन्ने जस्तो देखिँदैन। किनभने उनीहरू कहीँ न कहीँ आफ्नो शक्ति कहीँ न कहीँ छोडेर अब उनीहरू कहीँ न कहीँ जनतालाई त्यो किसिमले जति उनीहरूसँग शक्ति थियो त्यो शक्ति अनुरूप काम गर्न नसकेको हुनाले उनीहरू पनि सँग छ जस्तो मलाई लाग्दैन। रह्यो अब नयाँ पार्टीमा रासोपा भन्छ। तर रासोपा पार्टी सामाजिक सञ्जालबाट जन्मेको पार्टी हो। पार्टी इतिहासबाट एउटा आन्दोलनबाट जन्मेको पार्टी हुनुपर्छ। तर त्यो एकमात्र पार्टी हो कि यो सामाजिक सञ्जालबाट जन्मेको पार्टी हो र सामाजिक सञ्जालबाट जन्मेको पार्टी सामाजिक सञ्जालसम्म मात्र सीमित हुन्छ। त्यस कारणले त्यो पार्टीप्रति विश्वास गर्नु भनेको खुट्टामा बन्चरो हान्नु जस्तै हो। त्यस कारणले गर्दा अहिलेको समयमा नेपाली काङ्ग्रेस एक यस्तो मात्र पार्टी छ जसले जनताको मनोभावना बुझेको छ, चाहना पुरा गर्न सक्छ र नेतृत्व पनि सबल छ, नेतृत्व पनि बुझेको छ र पार्टी पनि हाम्रो पार्टी पनि जनताले विश्वास गरेको पार्टी हो। र लामो समयदेखि जब सङ्कटको बेलामा नेपाली काङ्ग्रेसले नै निकास दिएको कुराहरू हामीसँग सबै इतिहास छँदैछ। त्यस कारणले नेपाली काङ्ग्रेस एउटा निर्विकल्प पार्टी हो जस्तो लाग्छ र नेपाली काङ्ग्रेसले आगामी दिनमा जनताको आकाङ्क्षानुरूप काम गर्छ भन्ने कुरामा ढुक्क छु। अनिलजी, यति ढुक्क हुनुहुन्छ कि पर्साको युवा र जेनजीको साथले गर्दा चुनाव स्वतः जितिन्छ भने ढुक्क हुनुहुन्छ? त्यो चुनाव त जितिएकै छ, त्यसमा केही छैन। तर के छ भने चुनाव जित्नुको साथसाथ एउटा जिम्मेवारी बोध पनि भएको छ। एउटा जिम्मेवारी बोध किनभने जब जनप्रतिनिधि तपाईँ बन्नुभएपछि जनताको भनेका कुराहरू जुन हामीले बाचाहरू र उनीहरूको चाहनाहरूलाई पुरा गर्नुपर्ने जिम्मेवारी हामीमाथि आएको हुन्छ। र त्यही अब त मैले चुनावभन्दा पनि नजितेपछि जुन गर्ने कामहरू बारेमा म काम सुरु गरिरहेको छु र मेरो अहिलेको समय भनेको एउटा जिम्मेवारी राम्रोसँग निभाउने नै मेरो लक्ष्य हुनेछ। तपाईँ एउटा व्यापारी नाताले पनि सबल मान्छे हो र यहाँको व्यापारीहरूको पीडा पनि बुझ्ने व्यक्ति भएको कारणले गर्दा यहाँ जुन सलबलाइराखेको तस्करहरू छ, जुन अहिले बोर्डर एरियाले सुरक्षित भएको छैन, यो मुद्दा तपाईँले प्रिभियस पनि धेरैचोटि उठाइसक्नु भएको छ। आज सरकारमा आफै नै उम्रिनु भएको छ। तपाईँ जितेपछि यो समस्या कसरी सहज रूपले तपाईँले निवारण गर्नुहुन्छ र अब जुन हुन लागेको जुन चुनाव छ त्यो सुरक्षित वीरगन्जमा र पर्सामा छ कि छैन? किनभने भर्खरै एउटा जुन तस्करहरूको टिम थियो कि तपाईँलाई उहरूबाट गर्दाखेरि AP1
प्रहरी टिममा हमला भएको या यस्तो झडप भएको भन्ने कुरा पनि आइरहेछ। यो पर्साको लागि कतिको सुरक्षित देखिरहेछ? होइन, यो हुने कारण के छ भने पछिल्ला जुन सांसद हुनुहुन्थ्यो उहाँले यस्ता किसिमले कहिले पनि शान्तिको सुशासनमा काम गर्नु भएन र मेरो पहिलो प्राथमिकता भनेको सुशासन नै हुन्छ। सुशासन भयो भने मात्र विकास हुन्छ। तर जुन किसिमले उहाँले राजनीतिक दल छोड्दै एक किसिमले आज प्रयोग एउटा व्यक्तिलाई युज एन्ड थ्रोको काम गर्नुभयो। यहाँका युवाहरूलाई उहाँले युज एन्ड थ्रो गर्नुभयो र युज एन्ड थ्रोको कारणले गर्दा युवाहरू विचलित भएका छन् र आजको दिनमा विरोधमा पनि उत्रेका छन्। हामीहरू युज एन्ड थ्रो गर्नु हुँदैन। हामीले कसैलाई हामीले यदि सहयोग ल्याएको छौँ भने त्यो पुरा गर्नुपर्छ, बाचा पनि पुरा गर्नुपर्छ, या त्यस्तो वर्गको सहयोग पनि लिनु हुँदैन। त्यस कारणले उहाँले युज एन्ड थ्रो गरेको हुनाले यहाँको राजनीतिक माहौल बिग्रेको हो, यो म पनि मान्छु। र आगामी दिनमा म युज एन्ड थ्रो नगरिकन सबलाई साथ र बोलेका कुरा जे बोल्छु त्यो गर्छु भन्ने कुराहरू गरेर म अगाडि बढ्छु। तपाईँ यति व्यस्तता समयमा पनि घर दैलो कार्यक्रम छ, पार्टी कार्यकर्ता भेटघाट छ। तपाईँको एउटा प्रश्न के थियो? तस्करको बारेमा थियो र तस्करको बारेमा कुरा गर्दै गर्दा हामीहरू त्यो नीतिगत रूपले सच्याउन सक्छौँ। हामीहरू नीतिगत रूपमा कुन तस्कर किन तस्कर भइरहेछ त्यसमा हामीले विश्लेषण गर्न जरुरी छ। यदि हामी तस्करलाई यदि कर प्रणालीलाई यदि हामीले सहज गरिदियो भने तस्कर हुने अवस्था आउँदैन। जुन चिज तस्करबाट भइरहेछ त्यसमा कर छुट गरिदियो भने मलाई लाग्छ तस्कर भोलिदेखि नै बन्द हुन्छ। त त्यो विषयमा पनि हामी काम गर्छौँ र एउटा वैज्ञानिक रूपले कर प्रणाली हामीहरू भन्सार करहरूको कुराहरू अगाडि सार्छौँ, जसले गर्दा यतातिर यहाँका व्यापारीहरू पनि सुरक्षित र टिक्न सकुन् र तस्कर पनि बन्द हुन सकोस्। त्यो हामी पोलिसी नै हामी बनाउँछौँ। जे सरकारको सिस्टममै केही सुधार ल्यायो भने सहज रूपले गर्न सकिन्छ। यस्तो व्यस्तताको अवस्थामा पनि तपाईँले घर दैलो कार्यक्रम थियो, कार्यकर्ताहरूसँग भेट हुँदाखेरि पनि युटिभी नेपाल र हामी सम्पूर्ण टिमलाई तपाईँले आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धन्यवाद। साथसाथै अन्तमा सम्पूर्ण पर्सावासी र सम्पूर्ण नेपालीहरूलाई तपाईँ समग्रमा केही भन्न चाहनुहुन्छ भने तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ। म नेपाली काङ्ग्रेस पर्सा 1 नम्बर क्षेत्रबाट चुनाव लडिरहेको छु र म सबै पर्सा 1 नम्बर क्षेत्रका सम्पूर्ण दाजुभाइ दिदीबहिनी लगायत सबै जनताले म आग्रह र निवेदन गर्न चाहन्छु कि एकचोटि मलाई अवसर दिनुहोस्। म तपाईँहरूको बिचमा बसेर इमान्दारपूर्वक म आफ्नो कार्यकाल पुरा गर्नेछु र आफ्ना भनेका कुराहरू गरेका वाचाहरू म पुरा गर्नेछु भन्ने कुरामा म विश्वास र सङ्कल्प लिन चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद तपाईँको अमूल्य समयको लागि। हामीसँग फेरि पनि एकजना युवा हुनुहुन्छ जुन काङ्ग्रेसमा एकदम जुझारु भएर दिनरात एक भएर अहोरात्र खटेर उहाँ लागिराख्नु भएको छ। उहाँको सानो परिचय जान्दै उहाँले कसरी सहकार्य गरिराख्नु भएको छ के हो भनेर बुझ्न गइरहेको छु। नमस्कार। नमस्कार। अनि तपाईँको सानो परिचय दिएर यो नेपाली काङ्ग्रेसमा जुन लाग्नु भएको छ कस्तो हिसाबले यो सपोर्ट हो के हो? मेरो नाम चाहिँ जाबिर आलम, घर चाहिँ वार्ड नम्बर 11 रानीघाटबाट चाहिँ बसोबास गर्दै आएको छु। कुरो के हो कि हामी चाहिँ विदेशी यात्रा गर्दै आएको मान्छे हो। 10 सालदेखि हामी चाहिँ विदेशी यात्रा नै गरेको हो। अब काङ्ग्रेस हामीले किन जोइन गरेको पछाडि एउटा ठुलो रिजन मैले देखा परेँ कि मैले के हेरेँ कि परिवर्तनको दोस्रो नाम नै काङ्ग्रेस रहेछ। किनभने म तपाईँको लागि यसको लागि म तपाईँलाई एउटा हिस्ट्री हेराउँछु। जुन बेला राजतन्त्र थियो त्यो बेला काङ्ग्रेस नै सरकार राजालाई सपोर्ट गरिरहेको थियो। जुन बेला जनताले राजतन्त्र फाल्न खोज्यो त्यो बेला काङ्ग्रेसले नै सबभन्दा अगाडि आएर अग्र रूपमा आएर आफ्नो भूमिका निर्वाह गर्यो। जब जनयुद्ध भयो, जनयुद्धको कारण 17,000 हाम्रो जनताहरू मारियो। त्यो बेला पनि काङ्ग्रेसै हो जसले त्यो जनयुद्ध मारेका पार्टीलाई पनि आफ्नो सरकारमा समावेश गरी यानी कि परिवर्तन एउटा गर्न खोज्यो उसले। यानी कि परिवर्तनको दोस्रो नाम हेऱ्यो भने काङ्ग्रेसै हो। तर तपाईँहरू जस्तो युवा यसरी अग्रसरता देखाउँदाखेरि यही पुरानो पार्टीहरू एकताको तपाईँ हेर्नुहुन्छ एमालेलाई दियो, माओवादीलाई दियो, काङ्ग्रेसलाई दियो, सत्ता भोगी रूपले त दिइसकेछ, विकास त केही खासै देखिएन नि त। अबले त जनताले त नयाँ मुहार खोजिरहेछ नि। त्योमा पनि तपाईँले अहिले पनि युवा भएर एउटा विदेशमा स्ट्रगल गरेर आउनु भएको रहेछ र तापनि अब काङ्ग्रेसलाई नै सपोर्ट गरे भने यो कतिको
राम्रो र जनताको लागि हक हितको लागि हुन्छ? अब तपाईँलाई म के भन्न चाहन्छु भने जुन जेनजी आन्दोलन भयो, जेनजी आन्दोलनपछि जेनजीले के खोजे त? हामीलाई चाहियो परिवर्तन। त्यो बेला यदि तपाईँले हेर्नुहुन्छ भने नि सबभन्दा पहिला हाम्रो काङ्ग्रेसको अहिले जुन सभापति हुनुहुन्छ गगन थापा, सबभन्दा पहिला आएर उहाँ उभिएर भन्नुभयो, जेनजी साथीहरू हामी परिवर्तन हुन्छौँ, हामी परिवर्तन हुन्छौँ, तपाईँहरू हाम्रो पार्टीमा प्रवेश गर्नुहोस्। रियलमा हामीले अहिलेको सन्दर्भमा हेऱ्यो भने उहाँले सबभन्दा पहिले आफ्नो पार्टीलाई नै परिवर्तन गरेर चेन्ज गर्नुभयो। त्यही भएर हामीले उहाँको साथमा लागेको छौँ। तर 22 र 23 गते त कुनै पनि पार्टीको अध्यक्ष आएर त फ्रन्ट लाइनमा त बसेन। जब देशलाई नै ध्वस्त तहस नहस अवस्थामा जब युवा ताते त्यसपछि आउन लागेको। अहिले पनि तपाईँहरूको पार्टीमा जुन हिसाबले एउटा एकता देखिएको थिएन केही समय अगाडि, त्यो हिसाबले गर्दाखेरि त यो पनि त तपाईँले पुरानो पार्टीलाई नै सबैजनाले विश्वास गर्यो भने यो त एक किसिमको त्यो भन्छ नि झोले हिसाबले देखिन्छ। अरूको मुखबाट त त्यस्तो कुराहरू आइरहेको छ, यसलाई कसरी लिनु? होइन, झोले त यसलाई भन्न मिल्दैन। झोलेको त ट्याग कसलाई गयो तपाईँ त सबैलाई थाहा छैनछ। झोलेको ट्याग डाइरेक्ट तपाईँले एमालेको कार्यकर्तालाई, एमाले पार्टीलाई तपाईँले भन्न सक्नुहुन्छ। यो जुन 22 र 23 गतेको जुन घटना भयो, त्यो घटनाको जिम्मेवारी लिने पार्टी तपाईँ सबैलाई, हामी सबैलाई जानकारी छँदैछ कि यो घटनाको पछाडि रिजन के हो, कसको कारणले घटना यो घट्यो। झोले हामीलाई भन्न मिल्दैन। हामीले गर्दा नै यो सरकार देश चलिरहेछ। हामीले आफ्नो खुन पानीले गर्दा त्यहाँ गरेको रेमिटान्सको पैसा नेपालमा छिराएको छौँ, जसले गर्दा देश पानी चलिन्छ। यदि हामी झोले हो भने हामीलाई झोले स्वीकार छ। तपाईँहरू जस्तो युवाले त एउटा स्वतन्त्र रूपले अगाडि बढ्नु पर्थ्यो कि मेरो भनाइअनुसार पार्टीगत रूपमा तपाईँहरूले नजाँदा कतिको सबल हुन्थ्यो। योभन्दा अगाडि म आफै कुनै पनि पार्टीमा थिएन। जुन बेला पनि चुनाव आउँदाखेरि हामीले उम्मेदवार हेर्थे। चुनाव आउँदाखेरि कुन उम्मेदवार राम्रो छ, बिना पार्टीगत भएर हामीले त्यो उम्मेदवारलाई भोट दिएर अग्रस्थानमा पुर्याउँथे। तर यसपालि हामीले के गर्यो भने यसपालि परिवर्तन यानि कि 2.0 काङ्ग्रेसले आफूलाई परिमार्जित गरी 2.0 मा कन्भर्ट गर्यो। त्यही भएर मैले सोचेँ कि अब यो पार्टीसँग आबद्ध भएर हामीले लाग्नु पर्यो, यो पार्टीको पछि लाग्नु पर्यो, यसलाई उसले खोजेको ठाउँमा हामीले पुर्याउनै पर्यो। नेपाली काङ्ग्रेसको पर्सा क्षेत्र नम्बर 1 को उम्मेदवार अनिल कुमार रुङटाजी जो चोटि जित्छ, तपाईँ एउटा सपोर्टिभ युवा हुनुहुन्छ, तपाईँलाई कतिको यो ग्यारेन्टी लागिरहेछ? अब नेपालमा सबैजनाले नयाँ मुहार खोजिरहेछ, त्यहाँ पनि तपाईँले अनिल कुमार रुङटाजीलाई सपोर्ट गरिराख्नु छ। के लागिरहेछ उहाँको जित हासिल यो 6 पर्सा नम्बर 1 क्षेत्रबाट? अब तपाईँ भनिराख्नुहुन्छ उहाँ जित्नुहुन्छ, हामीले जित सुनिश्चित पारिसकेको छ। उहाँको जित यहाँबाट सुनिश्चित भइसकेछ। यहाँका युवा, बुढाबुढी, काङ्ग्रेसका प्रत्येक कार्यकर्ता एकताबद्ध भएर हामीले उहाँलाई जिताउने अभियानमा अगाडि बढिसकेका छौँ। तपाईँको विचारमा उहाँको जित सुनिश्चित छ। उहाँको लागि एउटा वो व्यापारी समाजसेवी हो, ठिक कुरा हो, तर पनि अहिले युवामा त नयाँ पेस खोजिरहेछ जुन ठाउँमा। तपाईँलाई यो वीरगञ्ज विकास, पर्सा विकासको लागि उहाँलाई कतिको सपोर्टले उहाँले यो मुहारलाई फेर्न लागिरहेछ? तपाईँले हेर्नु, उहाँ एक आफै सबल सफल व्यापारी हुनुहुन्छ। वीरगञ्जलाई हामीले हेऱ्यौँ भने वीरगञ्जलाई आर्थिक नगरी पनि भनिन्छ। अब उहाँ जस्तो नेतृत्व यदि हामीले सोच्यो भने, उहाँ जस्तो नेतृत्व यदि हाम्रो संसदमा पुग्यो भने यहाँका कति पनि उद्योग कल कारखानाहरू बन्द छ। उहाँको नेतृत्व यदि त्यहाँ पुग्यो भने हामीलाई यो आशा पलाएको छ, त्यो उद्योग बन्द भएको उद्योग कल कारखानाहरू फेरि आफ्नो ठाउँ पाउनेछन्, फेरि युवाहरूले रोजगार पाउनेछन्, फेरि जनताले आफूले चाहेको काम धन्दा सुचारू रूपमा गर्न पाउनेछन्। त्यही भएर मलाई लाग्छ यसपालि हामी सबैजना मिलेर एकजुट भएर एकताबद्ध भएर उहाँलाई जिताउँ, उहाँलाई ठाउँमा पुर्याउँ। क्षेत्र नम्बर 1 को 19 वटा हाराहारी वडा होला, त्योबाट बहुमतले कतिवटा वडा सुनिश्चित लागिरहेछ? हामी लाग्छ हामीले 4 वटा वार्डमा हामीले प्रत्यक्षमा हामीले यहाँबाट लडिरहेछौँ। 4टै वार्डबाट हाम्रो जित सुनिश्चित छ। 100% लाग्छ? 100% हामी 4 क्षेत्रबाट जित्ने छौँ। तर यही पर्सामा बालेन आउँदाखेरि जुन क्रेज थियो त्यो त अनिलजीकोमा त देखिएन। तपाईँले एउटा चिज बालेनको कुरा गर्नुभयो, बालेन चाहिँ फेसबुकबाट जन्मेको मान्छे हो। अब यस विषयमा म तपाईँलाई के भन्न चाहन्छु भने यहाँका युथ केटाहरूलाई एउटा कुरो भन्न चाहन्छु। तपाईँहरूले आज भोलि फेसबुकमा हेरिराख्नुभएको छ, यति लाइक
चाहियो भने तपाईँले यति पेमेन्ट गर्नुपर्छ। के तपाईँलाई लाग्दैन बालेनको पछाडिको लाइकको पछाडिको रिजन त्यही हो भनेर? तर उहाँले त एउटा इक्जाम्पलको रूपमा काठमाडौँलाई त मुटु जस्तो सजाइसक्नु भएको छ त। उहाँले त आफ्नो इक्जाम्पल दिइसक्नु भएको छ मेयर आफ्नो कार्यक्रम। अब यो विषयमा पनि म तपाईँले एउटा कुरा भनौँ, अहिलेको तपाईँले रेकर्ड निकालेर हेर्नुभएको छ भने, रेकर्ड निकालेर हेर्नुहुन्छ भने नि सबभन्दा कमजोर यानि कि बजेट नचलाउने मेयर भनेको उहाँ नै हो। उहाँले आफ्नो पुरा बजेट युज गर्न सक्नु पाउनु भएन। यानि कि यसको पछाडि उहाँको काबिलता, उहाँको सक्षमता फेलियर भएको कुरा सिधै प्रमाणित भएको देखिन्छ। नेपाली काङ्ग्रेसबाट अनिल रुङटाजीको जित सुनिश्चित देख्ने बुदागत रूपमा तपाईँले 4-5 वटा उहाँको बुदालाई प्रश्न पार्नु पर्छ। सबभन्दा पहिले त उहाँ एउटा सफल व्यापारी हो। हामीलाई यो आशा पलाएको छ कि हाम्रो उद्योग धन्दाहरू जुन दुर्ग गतिमा पुगिसकेका छन् त्यो फेरि सुचारू हुनेछन्। दोस्रो, हाम्रो जति पनि युवा केटाहरू बेरोजगार भएर घुमिफिरिरहेका छन् तिनीहरूले फेरि रोजगार पाउनेछन्। शिक्षा पनि यहाँ त्यति राम्रो छैन। मलाई जहाँसम्म लाग्छ उहाँ आउँदाखेरि मुस्लिम समुदायको लागि, विशेष गरी मुस्लिम समुदायको लागि शिक्षामा केही जोड दिनुहुन्छ। चौथो, हाम्रो स्वास्थ्यमा हेऱ्यो भने अहिले पनि नारायणी अस्पतालको अवस्था त्यस्तै नै छ। आशा पलाएको छ यदि उहाँ जित्नुभयो भने त्यसको त्यहाँको व्यवस्था, त्यहाँको सिस्टम, जस्तै योभन्दा अगाडि तपाईँले एउटा न्युज सुन्नुभएको होला, हामीले 500 शैय्याको नारायणी अस्पताल बनाउनु छौँ, तर खोइ त त्यो न्युज, खोइ त त्यो 500 शैय्या एउटा खालि वक्तव्य साबित गरेर मात्र साबित भयो। अहिलेसम्म त भएको छैन। त्यो हामी भन्ने होइन, हामी गर्ने हो। धन्यवाद जावीरजी, तपाईँले आफ्नो अमूल्य समय दिनुभयो र नेपाली काङ्ग्रेसमा अनिल रुङटाजीको पकड र दबदबा राम्रो छ भने देखिनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद। यहाँ लगभग 1 करोडभन्दा पनि माथि जनताहरूले युटिभी नेपाललाई हेरिराख्नु भएको छ। उहाँहरूलाई के समग्रमा भन्न चाहनुहुन्छ? म तपाईँहरूलाई एउटै रिक्वेस्ट गर्न चाहन्छु कि यो काङ्ग्रेस अहिले भनेको परिवर्तनको काङ्ग्रेस हो। यसले आफूलाई पूर्ण रूपमा परिवर्तन गरिसकेको छ। यो काङ्ग्रेस 2.0 भर्जनमा आइसकेछ। हाम्रो नेतृत्व एकदम नयाँ एउटा नेतृत्व हामीले लिएर आएका छौँ। तपाईँहरूको माझमा कृपया गरेर उहाँलाई सपोर्ट र उहाँलाई प्रधानमन्त्रीको रूपमा उभ्याउनुहोस्।